दरररना, ना, ना, नेपालको इन्डिया भन्न सकिन्न अहिले यहाँबाट। ए जुन धेरैलाई फोन आइरहेको छ, धेरैजनाबाट फोन आइरहेको छ। त्यसले गर्दा तपाईँलाई यो भिडियो सेयर गरेको छु। हेर्नुहोस् त, यहाँबाट अलिकति च्याउँ यो भिर ठ्याक्कै महाकाली नदी लुकेको छ। यो भारतको बाटो पारीको यो चाहिँ इन्डिया गाउँ झिलिमिली छ। त्यहाँ हरेक कुराको फेसिलिटी छ। गभर्मेन्टले यति राम्रो सेवा सुविधा दिएको छ अरे त्यहाँ, तर नेपालतिर शून्य सेवा सुविधा। लिपुलेक जस्तो ठाउँमा नक्सा, चुच्चे नक्सा तयार भयो, तर त्यो चुच्चे नक्सा तयार भएअनुसार त्यहाँनिर न त प्रशासनिक रूपमा पहुँचै नेपालले पुऱ्याएको छ, न सेवा सुविधा नै। त्यो ठाउँमा अहिले यो ब्यास गाउँपालिकाका अध्यक्षज्यूले जुन मङ्गलसिंह धामीज्यूले मलाई भन्नुभए अनुसार चाहिँ त्यहाँ नेपाल भनेर चुच्चे नक्सा बन्यो, तर त्यहाँ पुग्न र त्यहाँको जनजीवनलाई कहिल्यै पनि सरकारले हेरेन। त्यही लिपुलेखको कुराले गर्दा यहाँका जनप्रतिनिधिहरू, यहाँका बासिन्दाहरूलाई पारीको यो चिल्लो सडकमा हिँड्नका लागि, अर्थात् यहाँबाट दार्चुला खलङ्गा बजार सदरमुकाम जानका लागि उहाँलाई निकै ठुलो शास्ति खेप्नुपर्छ, दुर्व्यवहार गरिन्छ अरे। अनि अर्को कुरा भनेको अनिवार्य पास बनाउनु पर्छ अरे। पास आफ्नै देशमा